जागृति जागृति जागृति। वास्तवमा जागृति भन्नाले हामीले के बुझ्न सकिन्छ? जागृति धेरै प्रकारको छन्। पुरानो स्वभावलाई छोडेर यसुको वचनलाई नयाँ गरी अपनाउनु, त्यो पनि जागृति हो। 66वटा पुस्तक यो वर्ष पढेर सिद्धाउनु, त्यो पनि जागृति हो। मरेको लास कब्रिस्तानबाट यसुको नाउँमा उठ्नु, त्यो पनि जागृति हो। जागृति थुप्रै प्रकारको छ, तर म एकदमै गहिरो कुरा तपाईँलाई म भन्दैछु। एउटा जागृति, यो जागृतिबाट चाहिँ अघि मैले भनेको जागृति र तपाईँले सोचिरहनु भएको जागृति र परमेश्वरले सोचिरहनु भएको जागृति, त्यो सबै कुराहरू चाहिँ यो एउटा कुराभित्र छ। त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ मत्ती 5:6मा प्रभु येशूले जब डाँडाको उपदेशमा प्रभुले चेलाहरूलाई भन्दै हुनुहुन्थ्यो, धन्य धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू, किनभने तिनीहरू तृप्त हुनेछन्। जहाँ भोक छ त्यहाँ पवित्रता भन्ने कुरा छ, उपस्थितिको कुरा छ, नयाँ प्रकाशको कुरा छ। अनि म आज यही भन्न चाहन्छु, तपाईँलाई भोकाउनुहोस्, जति सक्छ भोकाउनुहोस्। मत्ती 6:33ले पनि त्यही कुराहरू भन्दछ, ईश्वरको राज्य पहिला खोजी गर, सबै कुराहरू थपिनेछ। हामी धार्मिकता खोजी गर्ने व्यक्ति हो। जब हामी तिर्खाउँछौँ, सबै कुराहरू चाहिँ यही जागृति